टाइमलाई स्टोरमा आउनुहोस् पानी खान्छ अलिकति अनि यो पटक चाहिँ के गरेँ मैले भन्दाखेरि चाहिँ मुला दुख्छ भनेर चाहिँ जिम गएको एक हप्तामै सन्चोमा डाँट देखेको तिमी त जिम जान थाल्यौ होइन कस्तो भइरहेको 2-4 वर्ष अगाडि जिम जानु पर्ने मलाई 10 वर्ष कहाँ गएछन् दाजुभाइ भनेर फेरि अनसब्सक्राइब गर्छन् नगर्नु है फेरि हेभी उठाइदिनु नै ज्यान बनाउने जस्तो लाग्छ होइन उठायो 10 दिनसम्म आफू उठ्न सक्दैन आज लास्टै टाइमलाई स्टोरमा आउनुहोस् पानी खान्छ अलिकति बल्ल रमाइलो हुन्छ वेलकम दाजुभाइ टक्स आज फेरि हामी तिमीलाई दाजुभाइ टक्समा वेलकम छ है म त स्क्रिप्टमा आउँदाखेरि दौडेकै थाके जस्तो भयो के छ खबर एकदम ठिक छ भाइ कहाँ हरायो तिमी 2 हप्ता गुड क्वेसन के भयो उहाँ गयो नि त दाइ नर्थ क्यारोलिना गयो लाइक छोरीहरूको यसरी हरायो भने के हुन्छ थाहा भन्नु न दर्शकहरूले कहाँ गएछन् दाजुभाइ भनेर फेरि अनसब्सक्राइब गर्छन् नगर्नु है फेरि नगर्नु हामी प्रयास गर्छौँ बेस्ट विल गिभ आवर बेस्ट होइन हो नि अनि के छ आरामै हुनुहुन्छ सब गजब छ है नयाँ तिमी त जिम जान थाल्यौ होइन कस्तो भइरहेको एकदम राम्रो भइरहेछ हजुरले त अनि मलाई एकदम इन्करेज गरेर तानेको मान्छेलाई उठेर तानेर मेरो काम तानेर लाने मात्र हजुरलाई मलाई एकदम हुन्छ नि जाउँ लाग्छ नगएको दिन निन्द्रै लाग्दैन होइन त्यस्तो पनि भएन तर जाउँ भइरहेको छ एउटा सिरियस कुरा भन नि त भन्दिनँ क्वेसन हामी अझै 2-4 वर्ष नै अगाडि जानुपर्ने जस्तो लाग्दैन अहिले अलिकति ढिलो भयो जस्तो लाग्छ है 2-4 वर्ष अगाडि जिम जानु पर्ने मलाई 10 वर्ष त म भन्न खोजेको त्यही 10 वर्ष तर देयर इज लाइक नथिङ इज लेट नेभर लेट हैन नेभर टु लेट वी आर डुइङ इट इट्स फाइन भाइ अब के गर्न सकिन्छ पासमा गएर गरिएन भनेर रिग्रेट गर्नु हुँदैन अब के गर्न सकिन्छ अनि हाम्रो च्यानलको माग भयो भने अलिअलि जिम सिमको भिडियो हाल्ने किन हाल्ने त हुन्छ स्योर हाल्ने त एज पर आई थिंक त्यो पनि एउटा ह्युज जिम सिमको भन्दा पनि हाम्रो एक्सपिरियन्स हैन जर्नीको एक्सपिरियन्स ह्युज मोटिभेसन कुरा हुँदै जिम बडी fitness, physical health, mental health, they all are a part of life and why not that I'm तर एउटा कुरा मेरो एक्सपिरियन्स चाहिँ कस्तो छ भने मलाई चाहिँ जिम गएको 1-2 दिनपछि सधैँ चाहिँ ढाड दुख्ने अनि ढाडको अलिक समस्या छ के लोअर ब्याक दुख्छ अनि यो पटक चाहिँ के गरेँ मैले भन्दाखेरि चाहिँ मुला दुख्छ भनेर चाहिँ जिम गएको एक हप्तामै सन्चोमा ढाड दुखेको आई मिन त्यसले हेल्प चाहिँ गर्छ एकदम हेभी नउठाउनु होला फेरि पनि होइन हेभी त छैन अहिले मैले एकदम लो बाटो अहिले एकदमै कस्तो भने लङ रनको लागि 1 दिन 2 दिन भन्दा पनि लङ रन बिस्तारै स्लोली अघि बढ्ने भन्ने मात्र छ त्यो पनि तिमीले दिनु नि लास्ट टाइम मैले हेभी उठाउनु लाग्थ्यो तिमीले घटाइदिएको गएर घटाउनु बस्दा हजुरको ब्याक फेरि नजास् किनभने मलाई कस्तो लाग्छ भन्दा आज हजुर जसमा आएर धेरै उठाउनु भयो भोलि ढाड दुख्यो भाइ आइन भने त मलाई पनि मजा आएन नि त वास्तवमा मेरो अहिलेसम्मको समस्या त्यही हो एक त मोटिभेसनै हुँदैन जानलाई होइन अनि कहिलेकाहीँ गएपछि अलि हेभी उठाइदिनु नै ज्यान बनाउने जस्तो लाग्छ होइन उठायो 10 दिनसम्म आफू उठ्न सक्दैन म चाहिँ त्यो रुटिनमा बन्द जस्तो लाग्छ डेली जाने जति सकिन्छ अलिअलि गर्ने आधा घन्टा 45 मिनट 1 घन्टा ठिक छ अनि आउने ठिक छ सिस्टममा अघि बढौँ अनि त्यसपछि 2-3 महिनामा के प्रगति हुन्छ कति सकिन्छ कति सकिन्न है लाइक नोइजेसहरु पनि धेरै छन् एकदम बट विल ट्राई आवर बेस्ट है त यु आर अलसो गोइङ टु बी न्यू प्यारेन्ट त्यो इट विल बी च्यालेन्जिङ फर यु तर जिम जान चाहिँ छोड्नु हुँदैन किन ढाड दुख्न सुरु हुने भनेको न्यू प्यारेन्ट भएपछि हो मेरो ढाड दुख्न थालेको चाहिँ सार्विजन मेरो 2020 अक्टोबरमा मेरो ढाड दुख्न थाल्यो 2020 नोभेम्बरबाट and धेरै एफोर्ट भयो होला त धेरै काम भयो होला दपडी and everything contributes but you are a good dad त्यस्तो शान्तिनु पिडाएको सही हो है त ल हामी अब मेन टपिकतिर लागौँ ल के हो दाइ टपिक यो चेक गरौँ पहिला कस्तो आएछ यो टेस्ट भिडियो हो तर 2-3 टा शॉर्ट्स बने जस्तो लाग्यो मलाई के रे अब अडियो ठीक छ नि आई होप अडियो इज गुड चेक गर्न ठीक छ नि ओ माय गॉड मैले अडियो नै गर्न छोडेँ 21 मिनेट भन्दा अगाडि देखि रेकर्ड भइरहेको अडियो चाहिँ टेस्ट पहिलाको रेकर्ड भएर जस्ट हेलो ल टेस्ट गर्ने त हेर्नु न टेस्ट गर्ने टेस्ट नगर्ने त त्यो टेस्ट तर 3टा शॉर्ट्स त भयो